मोबाइल अथवा ल्यापटप डेस्कटप जे चलाउँदै हुनुहुन्छ त्यसको पहिले क्रोम ब्राउजरमा जानुहोस्। यहाँ क्लिक गरेँ, हो यहाँ सर्च बक्समा जानुहोस्। त्यहाँनिर अहिले हामीले के गर्न लागिरहेछौँ भन्ने त सबैलाई जानकारी अवगतै छ। अब हामीले चाहिँ यहाँ चाहिँ सर्च गर्नुहोस् www.see.gov.np आइसकेको छ। यसमा चाहिँ GOV त्यहाँदेखि .np आइसकेको छ। यसमा चाहिँ तपाईँले सर्च गरेर चाहिँ यहाँबाट चाहिँ मेरो खुल्दैछ। यहाँ चाहिँ नतिजा भनेको छ। यहाँ नतिजा चाहिँ आज भोलि मात्रै सार्वजनिक भएकोले यहाँनिर आएको छैन। यहाँ 81को यहाँ देखाइरहेछ। ओल्ड नतिजाहरू यहाँबाट हेर्न सकिन्छ। यहाँ नतिजा के छ भने 82को नतिजा हेर्न सक्ने सम्बन्धी सूचना भनेको छ। यहाँ भोलि चाहिँ यही इन्टरफेसमा केही खुल्छ साथीहरू, यहीँबाट हेर्न सकिन्छ। यहीँनिर एउटा खुल्छ, यहीँबाट चेक गर्न सकिने एउटा अप्सन हुन्छ। अर्को केबाट हेर्न सकिन्छ भने साथीहरू यहीँनिर हजुरहरूले सर्च बक्समा यहाँ सर्च गर्नुहोस्। के गर्नुहोस् भने सर्च बक्समा चाहिँ हजुरहरूले चाहिँ neb.gov.np सर्च गरेर पनि यसरी पनि हजुरहरूको यस्तो एउटा खुल्छ। यहाँनिर तपाईँले के नतिजा प्रकाशन भनेको छ। यहाँनिर चाहिँ अहिले नतिजा प्रकाशन नभइसकेपछि चाहिँ यहाँ चाहिँ यो चाहिँ एउटा नोटिस रहेछ। साथीहरू यसलाई स्क्रोल गरिदिनु होला। यहाँ नतिजा प्रकाशन भनेको चाहिँ यहाँ भइसकेको छैन। त्यसैले यहाँनिर चाहिँ के छ अनलाइन सेवाहरू भनेको छ। आवेदन अनलाइन भने चाहिँ यहाँ प्रकाशन भइसकेपछि चाहिँ यहाँनिरबाट हुन्छ। यहाँनिरबाट चाहिँ तपाईँको के छ भने यो चाहिँ यहाँनिरबाट चाहिँ तपाईँले सिम्बल नम्बर यहाँनिर हाल्छ। यहाँनिर गरिसके यहाँनिर चाहिँ तपाईँको डेट अफ बर्थ हालिसकेपछि यहाँबाट हेर्न सकिन्छ। अर्को पनि हामीसँग साइट छ। अर्को हाम्रो कस्तो साइट छ भने अर्को चाहिँ www.se.edu एजुकेसन सञ्जाल यसबाट पनि हामीले हेर्न सकिन्छ साथीहरू। यहाँ चाहिँ अहिले साइट ओपन भएको छैन, भोलि उठ्छ। अब यस्तै खाले चाहिँ यति नैबाट पनि भएन भने हजुरहरूले चाहिँ अर्कोबाट पनि नेपाल टेलिकमबाट पनि 1600मा चाहिँ हजुरहरूले डायल गरेर तपाईँ डायल बक्समा गएर जानकारीका लागि चाहिँ नेपाल टेलिकममा पनि 1600मा प्रयोग गरेर चाहिँ SMS मार्फत चाहिँ हेर्न सक्नुहुन्छ। अर्को पो जानकी टेक्नोलोजी प्रणालीबाट चाहिँ SMSमा 35,005मा पनि गर्न त्यो तरिकाले नै हेर्न सक्नुहुनेछ। हस् त साथीहरू, यस्तै खाले भिडियो चाहिएमा मलाई चाहिँ सब्सक्राइब गर्नु होला। यस्तै खाले म अझै थप कसरी चेक गर्ने भनेपछि भोलि पब्लिक भइसकेपछि बाँकी लिएर आउने नै छु साथीहरू। अहिलेको लागि धन्यवाद।